यो चाहिँ काटेको घाउमा चट्टै काट्यो भने हैन यो निचारेर यस्तो यस्तो यो चाहिँ यसो गरेर यो आउँछ हैन पानी आउँछ चाहिँ जस्तै काटिसकेपछि फ्याट यो यसको रस चाहिँ योमा हाल्यो भने चाहिँ कुनै ड्रेसिङ गर्नु पर्दैन खुन चट्ने जमाइहाल्छ खुन पनि जाम बन्द गरिहाल्छ अनि त्यसले घाउ पनि एकदम राम्रो पाक्ने सम्भावना हुँदैन के भन्छ नि जडीबुटी चाहिँ यो चाहिँ अनि कहाँ पाइन्छ भन्दिनु यसको यो चाहिँ जङ्गल यो चाहिँ खास गरी रोल्पा रुकुमतिर पनि पाइन्छ तराईतिर खासै पाउँदैन यो अब प्रशस्त मात्रामा पाइन्छ कि यहाँ हेर्न सक्नुहुन्छ दर्शकहरूले पनि पाइँदो रहेछ जङ्गलै हुन्छ चिन्नु होला यसो तपाईँहरूलाई यसो काम दियो भने हैन हात खुट्टा काट्यो भने चाहिँ यसको रस चाहिँ निचारेर त्यही घाउमा हालिदिने केही असर गर्दैन यसले राम्रो बनाइहाल्छ एकैछिन चट्टै हुने रहेछ नि रगत पनि जाम गरिदिन्छ बन्द गरिदिन्छ ब्लड बगिरहेको छ भने त्यो बन्द पनि गरिदिन्छ अनि घाउ पनि सुकाइहाल्छ पाक्न पनि पाउँदैन झिङ्गा माखा पनि लाग्दैन त्यो घाउमा चाहिँ यसको जडीबुटी चाहिँ यो बिरपाखामा पाइने रहेछ काटेको घाउमा चाहिँ है यो चाहिँ ल तपाईको गाउँ घर छेउमै पाउने चिजहरू हो लु